एकै महत्वपूर्ण विषयमा कुरा गर्दैछौं, रोल्पाको रुन्टीगढी, त्यहाँको खारा गाउँ, मुरुल्ले लेक। हजुर, एकदमै। यो ठाउँ अहिले अलि चर्चामा छ, तर राम्रो कारणले चाहिँ होइन। हो, त्यही त। खासमा यो कथा मानसिंह सार्की जस्ता किसानहरूको हो। उहाँहरू आफ्नो खेतबारी छोडेर न्याय माग्न अड्डा अदालत धाइरहनु परेको छ। निकै मार्मिक अवस्था छ। हामीले यो विषयमा जानकारी चाहिँ उकालो.com मा लोकेन्द्र विश्वकर्माजीले लेख्नु भएको एउटा खोज रिपोर्ट माओवादी नेता र चौधरी ग्रुपको खानी दोहनबाट लिएका हौं। हजुर, निकै गहिरो रिपोर्ट छ त्यो। आज हामी यही रिपोर्टमा टेकेर खासमा के भएको रहेछ त त्यहाँ, सम्राट सिमेन्ट जसमा चौधरी ग्रुपको लगानी देखिन्छ र स्थानीय बासिन्दा बीच किन यस्तो द्वन्द्व भयो, यसलाई अलि खोतल्ने प्रयास गरौं। हुन्छ। यसमा धोकाधडी अनि राजनीतिक पहुँचको कुरा, वातावरणको चिन्ता जस्ता धेरै पाटा छन्। सुरु गरौं न त है। सुरुमा त व्यापारीहरू गाउँमा जाँदा अर्कै कुरा लिएर गएका रहेछन् नि। हो नि, पर्यटनको कुरा उठाएछन्, रिसोर्ट खोल्ने, विकास गर्ने भनेर। ए, सपना देखाएर? हजुर, तर भित्री नियत त चुन ढुङ्गा खानी पो रहेछ। र अनि यसमा सुरुमा जोड्ने काम चाहिँ तत्कालीन माओवादी नेता गोविन्द पुन नजरले गर्नुभएको देखिन्छ। भनेपछि सुरुमै अलिकति विश्वासको संकट जस्तो भयो? एकदमै। यहाँ त विश्वासको गम्भीर दुरुपयोग भयो। अनि फेरि राजनीतिक सम्बन्ध कसरी यस्तो स्रोत भनौं न दोहनमा प्रयोग हुन सक्छ भन्ने पनि देखियो। ओह, जब स्थानीय नेता जसमाथि जनताले विश्वास गरेका हुन्छन् उनीहरू नै यस्तो अपारदर्शी सम्झौतामा लाग्छन् भने त। त्यही त हो। त्यो माओवादी नेताको आडमा स्थानीयलाई पुरै बेखबर राखेर खानीको योजना अगाडि बढाएको जस्तो देखिन्छ नि त रिपोर्टमा। त्यही आड भरोसाकै नतिजा होला सायद। मानसिंह सार्की जस्ता किसानहरू झन् धेरै पीडित बनेको घटना सुन्दा पनि कस्तो कस्तो। उहाँको कथा त साँच्चीकै ठिक लाग्दो छ। सम्झौतामा सही गर्न कति दबाब दिएछन्। ल सही गर, पैसा लैजाऊ भन्दै। अनि पैसा दिँदा पनि 4 रोपनी जतिको मात्रै गरेर 3,91,000 मात्र दिएछन्। 7 लाख पाउनु पर्नेमा झण्डै आधा मात्रै। हजुर। अनि अझ अचम्म त के भने उहाँको अर्को 9 रोपनी जग्गा, त्यो कित्ता नम्बर 794 र 991 मा त कुनै सोधपुछ सम्झौतै नगरी डोजर चलाइदिएछन्। कस्तो मनपरी। उहाँ एक्लै पनि होइन रहेछ यो भोग्ने। कर्णबहादुर नेपाली भन्ने अर्का स्थानीयको पनि उस्तै कथा छ। उहाँको के रहेछ? उहाँले 16 लाख पाउनुपर्ने ठाउँमा जम्मा 7,18,000 मात्र पाउनु भएछ। खारा निगाल पानीतिर धेरैको यही पीडा रहेछ। यहाँ त पैसामा मात्र ठगी भएन, पुरै प्रक्रियामै छलछाम जालसाजी भएको जस्तो देखिन्छ। जस्तो कि त्यो 2075 पुस 1 गते एउटा बैठक